ल आज चाहिँ मैले सबैजनालाई यो के हो रे सुन्तला है। अनि यो कस्तो ल भन त। यो बोक्रा छोडाएको यो नछोडाएको हो नछोडाएको है। अब यो छोडाएपछि यो खुल्ला भयो, यो स्वतन्त्र जस्तो देखिन्छ किन। यो नछोडाएको के छ, कभर छ हो, कभर छ किन। यो स्वतन्त्र छ त छैन, यो स्वतन्त्र छ। ल अब यो स्वतन्त्र नभएको र स्वतन्त्र भएकोलाई पानीमा हालेर हेरौँ है त। ल सिद्धान्त हाल त। अब यो पनि हाल त ओलोमा। ल तिमीहरूले यो दुईटामा के फरक देख्यौ त ल भन त। एउटा डुबा चाहिँ एउटा पौडिरा, एउटा डुबो एउटा माथि उठ्यो हो कि हैन। हो योले के शिक्षा दिन्छ थाहा छ तिमीहरूलाई? थाहा छ? सरलाई थाहा छ? थाहा छैन है। यसले के शिक्षा दिन्छ भन्दा मान्छे धेरै स्वतन्त्र हुनु हुँदैन। यो सुन्तला भने चाहिँ कभर भएको भनेको परिवारमा आफूभन्दा ठुला मान्छेहरूको संरक्षणमा रहेको भन्ने बुझिन्छ। संरक्षणमा रहेको, सुरक्षा भएको भन्ने बुझिन्छ भने यो सुन्तलाले चाहिँ के बुझाउँछ भन्दा परिवारबाट छुट्टिएर टाढा बसेको एकदम स्वतन्त्र क्या, खुल्ला चरी जस्तो उडेको। खुल्ला चरी जस्तो उड्यो भने के हुने रहेछ? के हुने रहेछ भन न छोरी? डुब्ने रहेछ। हो डुब्ने रहेछ। अनि बाबा मम्मीले भनेको मान्ने, अर्थात् परिवारको ठुलो मान्छेले भनेको मान्ने, उनीहरूको अनुसरणमा बस्ने व्यक्ति चाहिँ के हुने रहेछ? उत्रिने रहेछ। यसबाट के बुझिन्छ त? हामी जहिले पनि आफूभन्दा ठुलाले भनेको मान्ने, परिवारमा मिलेर बस्ने, परिवारका सदस्यले भनेको मान्ने भन्ने चाहिँ बुझिन्छ हो। मलाई पहिला के लाग्थ्यो थाहा छ? बुढोले मलाई, म यो बुढोसँग नि एकदम भन्न चाहन्छु कि कहिलेकाहीँ यस्तो लाग्छ कि बुढोले मलाई कहीँ हिँड्न नद्या, कस्तो बन्धनमा पार्या होला, म कहीँ हिँड्न स्वतन्त्र भएर म हिँड्न पाइनँ जस्तो लाग्थ्यो। यो उदाहरण देखेपछि त मलाई यस्तो लाग्छ ओहो मेरो संरक्षण त बुढोले पो गर्नुभएको रहेछ त। मलाई त्यस्तो लाग्छ क्या अहिले चाहिँ मेरो संरक्षण एकदम बुढोले गर्नुभएको रहेछ। यदि म यसरी स्वतन्त्र भएर हिँड्यो भने यो समाज हो, समाजमा सबै कस्ता मान्छे हुन्छन् भन्दा कस्तो मान्छे हुन्छ? गलत सोच भएका, स्वार्थी बुढो। पहिला मलाई लाग्थ्यो कि तपाईँले मलाई किन बन्धनमा राख्यो होला, यो घरबाट एक्लै कहीँ हिँड्न किन नद्या होला, कहीँ नपठाउने कि अरूको बुढीहरू हिँड्या देख्दा नि मलाई यस्तो डालाएर आउँथ्यो मेरो चाहिँ बुढो किन यस्तो पर्या होला भन्ने लाग्थ्यो। तर मैले यो उदाहरण हेरेपछि नि यस्तो लाग्छ नि तपाईँ त मेरो लागि भगवान हो, यस्तो रक्षा कवच हो कि जहाँ चाहिँ तपाईँले गर्दा नै म अहिलेसम्म टिकेको रहेछु, म बाँचेको रहेछु जस्तो लाग्न थाल्यो क्या। अब चाहिँ मेरो गुनासो छैन है। चिच्चो जी तपाईँले जे भन्नुहुन्छ म त्यही मान्छु। यसरी कुरो बुझ्दै जानु पर्यो नि त। अब चाहिँ बुझ्छु म। पहिला के हो भन्ने कुरा त गहिराइमा गएर बुझ्नु पर्छ के। पहिला चाहिँ यस्तो लाग्थ्यो नि त तपाईँले कहीँ हिँड्न दिनुहुन्न थियो, अहिले नि दिन त दिनुहुन्न है। भयो नि किन नद्या रहेछ भन्ने कारण चाहिँ अहिले आएर मैले बुझिरहेको छु कि पहिला त मलाई के थाहा र के हुन्छ कसो हुन्छ, किन घर परिवारका बाउआमाले आफ्नो बच्चाहरूलाई चाहिँ आफ्नो कन्ट्रोलमा लिन्छन् भन्ने थाहा थिएन नि त। जस्तो यो सुन्तला डुबेको उत्रेको देखेपछि चाहिँ मलाई आफै एकदम महसुस भयो क्या। हाम्रा बाउआमाले हामीलाई सानोमा पनि किन कतै कहीँ हिँड्न दिँदैनन् भन्ठानेको चाहिँ अहिले आएर थाहा भइरहेछ। बिहे गरेपछि किन बुढोले हिँड्न दिँदैनन् भनेको त कारण त्यस्तो पो रहेछ त है।